चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज दुईजना प्रवेश गरिसकेका छन् आर्को बड्डा। अब यहाँ चाहिँ के देख्न पाइन्छ? अब पहिला चाहिँ गोही, कछुवा अनि हात्ती, गैँडा अनि मान्छे खाने बाघ थियो भने अहिले चाहिँ के देख्न पाइन्छ? अब हेरौँ, भित्र प्रवेश गरिसकेका छौँ। 50 रुपियाँको टिकट काटेर दुईजनाले भित्र के देख्न पाइन्छ हेरौँ। भित्र चाहिने हतियारहरू जुन झारपातहरू फाल्नको लागि त्यो घाँस काट्नको लागि राखेको छ। यो हाम्रो नेपालमा पाइने चिजहरू यहाँ के थियो र? यहाँ यता गोही छ, यता हात्ती छ कि? हात्ती मात्र? हात्ती, गैँडा, बाघ राखेको यता छ कि? बाघ पनि छ? बाघ थियो के अस्ति आउँदाखेरि? अस्ति नै आउँदा म पनि थियो। म आउँदाखेरि त्यो मान्छे खाएको बाघ थियो। मान्छे खाएको बाघ थियो। गैँडा त राखिराखेको छ बाघ। बहुत पुरानो गैँडा हो बिचरा, किन त्यसलाई मरेको भन्नुहुन्छ यार? बहुत पुरानो। अनि हात्ती हेर्न पाइन्छ पाइन्न अब त्यो त थाहा छैन। चर्न लगिसक्यो होला, चराउन लगिसक्यो होला। बिहान चाहिँ मान्छेको लागि, बिहान बेलुका अनि दिउँसो चाहिँ चराउन लगिन्छ भन्दै थियो। हेरौँ के देखिन्छ। बाइक लिएर आएको छ घुमाउन आज। हात्ती सवारीको कति छ टिकट यहाँ थाहा छ के? एक जमानामा 550 थियो टिकट गरेर। अहिले त 700, 800, 900 कति भयो होला। 800, 700, 800 कति पुग्यो होला। तर बिचमा हात्ती बन्द गर्दै थियो त चलाउन। फेरि सुरु गरिसक्यो हो र। उहाँ चितवनमा फुटबल गेम भएको थियो अनि उहाँ सौरामा मान्छे बोकिरहेको थियो अस्ति। उता त बोक्छ, निजी हात्ती, निजी जस्तो होटलले राखेको हात्ती छ नि, त्यसले बोक्नु पाउँछ। चौराभरि थियो त त्यहाँ, सरकारीले बोक्नु पाउँदैन के? चौराभरि थियो के अरे। पोलपुर सोधौँला नि त के छ भनेर। अनि अब गैँडा र कछुवाको बिचमा आइसक्यो होइन, छुट्टिने बाटो। गोही छ है, कछुवा, यता हात्ती, गैँडा। अब भयो भने एउटा बाघ होला जो देख्न पाइन्न सिधै, कता कुन कुरामा लुकेर बसेको हुन्छ त्यस्तो छ। बुढाबुढी ठ्याँ पार्दै अरे गोही हो छैन, गोही हो के कति छैन। किरमिर कहाँ जाने बाटो यो? जाउँ। यहाँ चाहिँ बाघ राखेको छ भन्दै बाघ हेर्न जाँदैछौँ हामी। खाने बाघ हेर्न गइरहेको छौँ। पानी छँदै कहाँनिर छ? ऊ अगाडि सिधा ए उहाँ तर निद लाग्छ, छ्याउ लाग्छ त त्यो देखिँदा। त्यो त जाली पक्छ है तपाईँबाट देखिन्छ। पछाडि चाहिँ मान्छे खाएको बाघ राखेको छ। अनि 3टा खोर रहेछ होइन? अरू केही छ? 2टा खोरभित्र अघि उठेको थियो क्या? यहाँ थियो नि होइन गैँडा? गैँडा छैन अहिले। कता गयो? सारीमा गयो क्या? पछाडि चाहिँ मान्छे खाने बाघ राखेको रहेछ। एउटा मात्र रहेछ, अरू चाहिँ नरहेछ। पहिला 2टा थियो अरे, अहिले चाहिँ एउटा मात्र छ होइन। अनि यो पछाडिको चाहिँ चौर भनेको चाहिँ गैँडा राख्ने। अहिले चाहिँ गैँडा केही पनि छैन। अहिले चाहिँ कता छिटो भित्र झारीतिर गइसकेको छ गैँडा। गैँडा देख्न सकिएको छैन। आज चाहिँ गैँडा देख्न पाइएन। ब्याडलक, आज दिन ब्याडलक। एउटा देख्छु त सही कसो आज बाघ देख्न पाइएन। अघि सुतेको थियो, अहिले उठ्यो। भयङ्कर ठुलो छ त यार। मुखी अगाडि झट्ट देख्न नाम त बियोस। अहिले अगाडि देखेको त सबैटा बियोस बस्छौ। अहिले नै खुल्ला कि खुल्ला। यहाँ चाहिँ हात्ती, बाघ, गैँडा, चित्ता, हात्ती राख्ने ठाउँ त्यहाँ छ। प्रवेश निषेध होइन, त्यहाँ चाहिँ हात्ती राख्ने ठाउँ। अनि आज चाहिँ गैँडाहरू छैन। यस्तरी गएपछि उता चाहिँ
कछुवाको ठाउँ। आज चाहिँ हामीले बाघ मात्र हेर्न पाइयो होइन, हात्ती हेर्न पाइएन अनि गैँडा पनि हेर्न पाइएन। यो साइडमा चाहिँ हात्ती र गैँडा हेर्न पाएन, अरू चाहिँ बाघ हेर्न पायो। उता चाहिँ गएर कछुवा चाहिँ जति पनि हेर्न पाइन्छ। त्यो जाँदैछ गएर हेर्न। ल हामी यो चाहिँ कछुवा गोहीको एरियामा आइपुगिसकेका छौँ। यहाँ चाहिँ घाम तापेर बसेको देख्न सकिन्छ। गोही जताततै गोही नै गोही छ। यति बेला म चाहिँ गोहीको एरियामा आइसकेको छु। गोही र कछुवाहरू राखेको ठाउँमा आइपुगेको छु। मेरो पछाडि हजुरले देख्न सक्नुहुन्छ त्यहाँ गोही सुतेर बसेको देख्न सक्नुहुन्छ। अब चाहिँ हामी गोही र कछुवाको एरियातर्फतिर लागिसकेका छौँ। गोही र कछुवा हेर्नको लागि। ओहो भाइरल फुल पनि रहेछ त्यहाँ। फुल पनि टन्नै फुलेको रहेछ। पानीमा हाम्फाल बाबु, पानीमा हाम्फाल। यति सानो बच्चा थियो, अझ सानो छ। कति सानो छ, कति सानो छ। फुलले जुन गरेर कछुवाको एरिया। यहाँ चाहिँ कुन जातको कछुवा देखेको ठाउँ देखिन। त्यसपछि अगाडि बढ्यो। त्यसपछि यहाँ बढ्यो घडियाल। गएर बसेछ झिँगा पर्छ त्यसको मुखमा। त्यसले खान्न त खान्छ राम्रो खाने खान्छ। यसको टुक्रोमा त एक मिनाले हालेर एउटा अब ठुलो थियो के को आँ गर्छ। कत्रो जिउ छ। अर्को यता आँगेर आज मैले भने जस्तो सोचे जस्तो केही देख्न पाइएन। हँसैले तपाईँले चाहिँ के लाग्यो? पहिला जस्तो केही फरक छ कि त्यस्तै छ? आज बाघलाई नजिकबाट हेर्न पाइयो, मेरो त्यति एउटा फाइदा। अनि हात्ती गएर त्यसपछि कछुवा गोहीको के छ त? कछुवा पनि पानीभित्र थिएँ, गर्मी थियो नि त। गोही त हेरे कति हेर्दै मिच्या छु गोही हेरेर। तर पहिला जस्तो त्यति छैन है। अहिले त उमङ्ग हुन्छ नि, बच्चा बच्चीमा जुन उमङ्ग हुन्छ त्यो हुँदैन कि। अजङ्गर हेर्न पाएँ, अझ मजा आउँछ। अजङ्गर यता चाहिँ कहाँदेखि जान्छु तपाईँ? हामी यता छ कि यता। अब चाहिँ हामी थारू भ्यालीतिर प्रवेश गर्छौँ। हेरौँ थारू भ्याली पनि खुल्ला छ कि छैन। कुन यो बाटो? त्यो बाटो थारू भ्यालीतिर हामी जाँदैछौँ। सोचेर जस्तो छैन योपालि। न हात्ती हेर्न पाइयो, न गैँडा हेर्न पाइयो, खालि बाघ। यो जाउँ अब थारू भ्यालीतिर हामी जाँदैछौँ। हेरौँ त्यहाँभित्र के राखेको छ। यो साइड त म कहिले सिकेर के भन्दैछ त्यहाँ होटलै बनाएर होला त्यो उता पुरानो पहिला ऊ त्यहाँदेखि इन्ट्री गर्नु राखिदिउँ न त। ऊ त्यो साइडमा राख्नु।
पहिले सुल्लाइदिन्छ जुत्ता चप्पल बाहिर तपाईँको प्रवेश गरौँ हेर्नु यस्तै राखेको चाहिँ कछुवाको माथि भुइँ चढेको छ कालो कछुवाले यसैलाई हेरेर आएको हो हामीले मान्छे खाने अब यो त कम मात्रामा पाइन्छ यो गिद्ध छैन यो हराइसक्यो यो उल्लु माथि सिङहरू छ भेडु के रहेछ सहिलो दाइ यहाँभित्र नक्सा हामी चाहिँ यहाँभित्र प्रवेश गरिसकेका छौँ यहाँ चाहिँ विभिन्न चराचुरुङ्गी जीवजन्तु यहाँ सायद यो नेसनल पार्कभित्र पाउने जीवजन्तुहरूको तस्बिर प्लस यहाँभित्रका जानकारीहरू राखिएको छ यस्तो बोर्डहरूमा राखिएको छ भनेपछि मेरो पछाडि चाहिँ यहाँ फोटोहरू राखिएको छ यस क्षेत्रभित्र यस वन क्षेत्रभित्र पाउने जीवजन्तुहरूको यस्तो हतियारहरू राखिएको छ यहाँ चाहिँ जानकारीहरू मात्र रहेछ अब हामी अर्को हलतिर लाग्छौँ हामी दोस्रो हलतिर जाँदैछौँ दोस्रो हलमा चाहिँ के राखिएको छ खै हेरौँ दोस्रो हलमा यता जाउँ न यता यसमा हेरौँ त्यही पनि यहाँ पनि केही जानकारीहरू नै अघिको जस्तै नै जानकारीहरू राखिएको छ यहाँ हेर्नु न यो दाँत हो गैँडाको गैँडाको हात्तीको होला त्यहाँ लेख्यो होला त ए यो रहेछ गैँडा दाइ मेरो पछाडि चाहिँ यो गैँडाको सिङ गैँडाको सिङ भन्छु गैँडाको खोपडी दुईवटा यो र यो गैँडाको खोपडी यानि कि टाउको राखिएको छ भने मेरो विचारमा हात्तीको हो कि के को हो है हात्तीको हो यो लास्टै ठुलो साइजको छ पुरै दाँत यो सिङहरू जिब्रो यो माथिको जिब्रो रहेछ यो माथिको जिब्रो दुईवटा जिब्रो पनि हड्डी त्यो रहेछ होइन राखिएको छ यहाँ चाहिँ सिङ पनि यहाँ चाहिँ जराएको सिङ अनि त्यहाँ हड्डी राखिएको छ जराएको सिङ भनेपछि है दाइ यो चाहिँ तपाईँको के भन्छ भनेपछि गैँडाको यो चाहिँ अगाडिको त्यो मुखको भाग हो यो मुखको भाग हो कि मुखको हो कि नाकको भाग नाकको भाग हो अनि यो दाँती भयो
यस्तो तल उक्रियो होला पुरा जरा कस्तै जोडिएको छ यार पुरै लास्टै जोडेको छ यो चाहिँ दाँत हेर्नु न दाँत यसको गैँडाको दाँत टाउको कत्रो टाउको ठुलै हात्ती देशका यो चाहिँ थारू भाले मेरो साइडमा रहेको छ थारू संस्कृतिको लागि होइन त्यहाँ चाहिँ थारू समुदायको सामानहरू राखिएको छ अब चाहिँ म जान्छु त्यहाँ जुत्ता चप्पल खोल्नु पर्ने भनेको छ म चाहिँ यतै जुत्ता चप्पल खोलेर जाँदैछु प्रवेश गर्दैछु ढिकी जाँटोमा चाहिँ ढिकी आउँछ होला के अरू छैन भन्नुहोस् म चाहिँ थारू समुदाय दिन्छु यो चाहिँ डोली बिहाको बेला चाहिँ डोली हो यो होइन दुईवटा डोली रहेछ यिनीहरू चाहिँ धानहरू राख्ने ठाउँ भतारी के रहेछ होइन भतारी के आउँछ अब चाहिँ म यता आउँदैछु यो चाहिँ मेरो विचारमा झिलिङ्गा बनाउने भाँडो होइन झिलिङ्गा बनाउँदाखेरि प्रयोग गरिने भाँडो जस्तो लाग्छ मलाई चाहिँ भनेपछि हामी यहाँ चाहिँ झिलिङ्गाको यसको बिचमा यो चाहिँ राख्यो झिलिङ्गा ठ्याक्कै त्यसपछि चाहिँ यहाँदेखि सरहरू निस्किन्छ पात थाप्ने लुकाउने अरू के छ हेर्नुहोस् त सानो ढिक्की ठेकी सानो ठेकी बत्तीहरू राखिएको छ यो चाहिँ रक्सी बनाउनु लोकल रक्सी बनाउने भाँडा यो माटोको अनि भनेपछि यो चाहिँ पानी तरुल निस्किन्छ खासै केही छैन घर गहनाहरू आजको हाम्रो कार्यक्रम घुमफिर सकियो समाप्त भइसक्यो हामी चाहिँ यहाँ थारू संस्कृतिको पनि हेऱ्यो यता चाहिँ राष्ट्रिय निकुञ्जभित्र के छ त्यो पनि यो दुईवटा घरभित्र हेरियो अनि यो घरभित्र राखिएको थियो तस्बिर त्यो पनि हेरियो र आज हेर्न नपाएको भने चाहिँ हामीले हात्ती प्लस गैँडा हेर्न पाएन र कछुवाहरू पनि त्यति साह्रो हेर्न पाइएन अब चाहिँ सब कुरो हेरेर भइसकेपछि अब चाहिँ हामी चाहिँ लाग्दैछौँ नेपालगञ्जतर्फ आजको यात्रा घुमफिर यहीँ समाप्त भएको जानकारी पाउँछु
धन्यवाद, थ्याङ्क यू फर भिजिट।